बाइकको लुक्स यस्तो हुन्छ। अझ अगाडि दुईटा क्यान हुन्छन्, दुईटा उसमा के अरे लेगाडमा। आज चाहिँ यता दुध थोरै थियो, त्यही भएर एउटा मात्रै लिएर आएँ मैले। पछाडि ठुलो क्यान, अगाडि दुईटा ठुला ठुला क्यान। वेलकम टु माई अनदर एपिसोड है गाइज। मेरो आजको एपिसोड भनेको चाहिँ मेरो एउटा नयाँ सुरुवात, नौलो सुरुवात, सुनौलो सुरुवात भनौँ। अब के भनौँ भाइ, के भनेर नामाकरण गरेँ मलाई। मैले चाहिँ एउटा सानो बिजनेस सुरु गरेर हो होइन। चितवनको टाढी एरियामा सौराचोकमा, सौराचोक गैँडाको मूर्तिबाट सौरा जानु वेमा 100-150 मिटर जति भित्र बस्ती छ होला होइन। ढकाल दुध डेरी एन्ड कोल्ड स्टोर छ, सँगै कस्मेटिक पनि छ। त्यो चाहिँ सुरुवात गरेर हो है। धेरै समय भएको छैन, बल्ल आज चाहिँ ओपनिङ गरेर हो भनौँ है। आज वैशाखको 10 गते चाहिँ ओपनिङ हो, 2079 साल। यो भ्लग कहिलेसम्म रहन्छ त्यो बेलासम्म थाहा हुन्छ नि त, त्यही भएर मैले फुल डेट भनेर गरिरहेको क्या। त्यही नै हो, भर्खर नयाँ सुरुवात गरिरहेको छु होइन। साथ सहयोग सपोर्ट सबै कुराहरू हजुरहरूको आवश्यक छ। एकचोटि पसल भिजिट गरिदिनु होला। मैले कतिलाई जानकारी दिलाउन सकेँ है, कतिलाई सकिनँ। प्रयास चाहिँ सक्दो प्रयास गरेर हो, आफूले चिने जानेको सम्पूर्णलाई जानकारी गराउँछु भनेर। अनि अब सबैलाई सम्भव हुँदैन कि भनेर मैले फेसबुक मार्फत पनि एकचोटि जानकारी गराउन खोजेको थिएँ पोस्ट गरेर। मेरो सम्पूर्ण टच हुने मान्छेहरूलाई चाहिँ शुभारम्भको दिन सम्भव भएसम्म उपस्थिति जनाउनु होला भनेर एउटा सानो निमन्त्रणा जस्तो देखेर चाहिँ हालेको थिएँ। अब कतिजना आउन भ्याउनु भयो, कतिजना आफ्नै व्यस्तताको कारण आउन भ्याउनु भएन। ठिकै छ, हजुरहरूको लागि सधैँ ओपनिङ हो। हरेक दिन आफ्नो आवश्यकता भएअनुसार आउनु होला। हामी जहाँ अब दुध डेरी तथा कोल्ड स्टोर हो, त्यही अनुसारको आवश्यक सामग्रीहरू, दुधजन्य सामानदेखि लिएर कोल्ड स्टोरको सामानहरू आवश्यकता अनुसार हामी सम्पूर्ण सामानहरू व्यवस्था गर्ने प्रयास गर्नेछौँ। त्यही नै छ है। एकचोटि हाम्रो पसल चाहिँ भिजिट गरिदिनु होला भन्न चाहन्छु है। कस्तो लाग्छ, के लाग्छ, हाम्रो सेवा सुविधाहरू कस्तो लाग्छ तपाईँहरूलाई। मन पऱ्यो भने ठिक छ, राम्रो। मन परेन या कुनै टिका टिप्पणी छ भने सुझाव सल्लाह दिनु होला। यसलाई यसरी भन्दा अझ यो तरिकाले गर्दा उपयुक्त हुन्छ भनेर एउटा हुन्छ नि सल्लाह सुझाव दिनुभयो भने मलाई पनि आफ्नो व्यवसायलाई अझ सफल तरिकाले, अझ व्यवस्थित तरिकाले अगाडि बढाउनु सहयोग मिल्छ है। तपाईँहरूलाई एउटा के भन्छ त्यसलाई, सुविधा लिनलाई पनि अलिक सहज होला। त्यो भएर भर्खरको सुरुवात त मैले योभन्दा अगाडि कुनै बिजनेस पनि गरेको छैन। बिजनेस मेरो पहिलो पटक प्रयास गरिरहेको हो होइन। त्योभन्दा अगाडि केही गरेर खोलेको त्यो केही एक्सपिरियन्स छैन मसँग। म जब गरेर हो, त्यति नै हो है। अनि बिजनेसमा चाहिँ पहिलो हात हाले हो। अब यहीँबाट चाहिँ माथि उठ्न छ है। ढाका दुध डेरी एन्ड कोल्ड स्टोरसँगै अनि अर्को कस्मेटिक पसल पनि छ है। त्यसको चाहिँ नामकरण भइसकेको छैन, अब नाम के राख्ने त्यस्तै छ। यताको व्यवस्थापन गर्दा गर्दै उता भेटिएको छैन कि, त्यस्तै भइरहेको थियो। अब त्यसको पनि हुँदा म जानकारी गराउँछु होइन। अनि कसरी गर्दा बेस्ट हुन्छ, कसरी गर्दा उपयुक्त हुन्छ त्यो कुराहरू त्यति मलाई थाहा छैन है। अब सुरुवात गरिरहेको छ, सक्दो राम्रोसँग अगाडि बढाउनु हो। अब यहीँबाट माथि उठ्ने हो, यही नै हो सम्पूर्ण कुरो भनेर लागिरहेको छु। त्यही भएर हजुरहरूको साथ चाहिन्छ। केही त्यस्तो हुन्छ नि सुझाव सल्लाह
यो खालको चाहिँ गर्दा बेस्ट हुन्छ भन्ने खालको सुझाव सल्लाह छ भने मलाई जानकारी गराउनु होला, म त्यसलाई फलोअप गर्न प्रयास गर्छु है। त्यही नै छ। अब त लास्टको यो स्टेजमा आइपुगेपछि कसैले गरिदिन्छ कि भनेर या हुन्छ नि अब कतैबाट हुन्छ कि भनेर आश गरेर बस्ने दिन पनि गएछन् कि। अब केही नभए नि स्कुल लेभल इभन +2 लेभलसम्म यस्तो प्रेसराइज हुन्न नि त मान्छे। अब घरले कि आफूलाई पकेट मनीको लागि सानोतिनो जब चाहिँ गर्नु छ होइन। अब स्कुल लाइफ छोडेपछि अनि त्यसपछि पनि अब कलेज 11-12को लाइफमा त्यति प्रेसर हुन्न नि त आफूलाई जे भए पनि। फ्यामिलीको अलिकति सपोर्ट हुन्छ अनि त्यसपछि फ्यामिलीसँगै स्पेन्ड भएर अगाडि बढ्दै हुन्छ। त्यो भएपछि त्यति प्रेसर हुन्न क्या आफूमा। अनि जब +2 भ्याइन्छ अनि उनीहरूले 20बाट माथि लाग्न थाल्छ, इभन 21बाट भनौँ न है, 20-21बाट गएर माथि लाग्न थाल्छ। अनि त्यसपछि +2 भएपछि मान्छे बाहिर जाने प्रोसेस गर्ने हो कि ब्याचलर पढेर ब्याचलर यहीँ बसेर पढ्छु के गर्छु भनेर नि अब छैन कि। ब्याचलर पढ्नलाई नि अब मिडल क्लास फ्यामिलीबाट बिलोङ गरेछ भने सम्पूर्ण खर्च आफै हेरेर आफै गएर गर्नुपर्ने हुन्छ होइन। अनि अब यता जब पनि गर्दै ब्याचलर पनि पढ्दै गर्दाखेरि त पढाइलाई पनि इफेक्ट गर्छ। अनि अब यता आफ्नो खर्च चलाउनु पनि गाह्रो भएको हुन्छ। त्यो भएपछि मान्छेहरू बाहिर जान प्रयास गर्छन् कि। मैले पनि ट्राई गरेँ हो बाहिर जानलाई, सक्दो प्रयास गरेको थिएँ। अनि अब यो बिचमा प्रोजेक्टतिर लाग्यो है, म विद्युत प्राधिकरणको प्रोजेक्ट गर्न लागेँ। अनि त्यसपछि लकडाउन भयो, यी आदि अब कुराहरूले चाहिँ अनि ग्याप भइगयो कि। अनि अब यता ब्याचलर पनि कन्टिन्यू भएन, अलि पछि गएर प्रोसेसिङ गरौँ कि भनेको ब्याचलर पनि कन्टिन्यू भएन। प्रोजेक्टमा लागेपछि त्यतिकै ड्रप गरियो। अनि त्यसपछि अब यता कलेज कन्टिन्यू नभएपछि उता प्रोसेसको लागि पनि अलिकति असहज भयो। अनि त्यसै मन मरेको बाहिरको लागि पनि है, जे हुन्छ यहीँ गर्छु। अब बाहिर जाने पैसा बरु लगानी गरेर यसमा कसो नहोला र भने 3-4 वर्षको अन्तरालमा त एउटा नाम कमाइएला मार्केटमा है, एउटा पहिचान होला, अलिकति माथि स्टेप उठ्ला गरिएला नि भनेको यार। त्यही सोचले गर्न लागिरहेको छु म त है। बाहिर जानलाई चाहिँ केही नभए पनि एउटा राम्रो कन्ट्री जान्छु भनेर प्रयास गर्ने हो भने 20-22 लाख रुपियाँ हातमा हुनैपर्छ कि। नर्मल्ली पनि हुनुपर्छ कि। तपाईँको कन्सल्टेन्सी पढाइदेखि लिएर है, सुरुदेखि पढाइ ल्याङ्ग्वेज क्लासहरू यताउतादेखि लिएर तपाईँको अनि कन्सल्टेन्सीको फीहरूदेखि लिएर टिकट सपिङ यताउता सम्पूर्ण गरेर हामी बाहिर पुगुन्जेललाई है त्यही नभए हातमा 25 लाख चाहिँ हुनैपर्छ कि। त्यो नभएसम्म गाह्रो नै हुन्छ कि। बरु अब त्यत्रो पैसा लगानी गरेर बाहिरको लागि रिजल्ट भइदिएन भने पनि केही नभए पनि 5-7 लाख रुपियाँ त जान्छ। त्यो गर्नुभन्दा त्यति पैसा लगानी गरेर यहीँ केही गर्छु। अब भर्खरै नहोला, अलिकति समय लाग्ला आफ्नो पहिचान बनाउन। त्यसपछि त हुन्छ नि त, ठाउँमा छ है पसल। अब हाइवेकै साइडमा छ। त्यति अब सौराजानी मेन हाइवे नै हो। मार्केट राम्रो भएको ठाउँमा छ पसल है। त्यो भएपछि सक्छु गर्छु कि भन्ने आँट आइरहेको छ। इभन अब म एक्लै पनि छैन, फ्यामिली हुनुहुन्छ साथमा, फ्यामिली बिजनेस हुँदो हो है। परिवार भएपछि सपोर्ट हुन्छ नि त। त्यो भने एक्लै गर्न खोज्नुको अब परिवारको साथमा भएर गर्न खोज्दा सपोर्ट हुन्छ, साथ हुन्छ। फेरि थोरै तलमाथि केही हुँदा बित्तिकै पछाडिबाट ब्याकबोनको रूपमा परिवारले सपोर्ट गरिरहेको हुन्छ। आफूलाई हिम्मत हुन्छ नि त। केही भइहाल्यो भने म एक्लै छु, एक्लै हो, सबै कुरा एक्लै हामीले गर्नुपर्छ भन्ने मानसिकता बनाउनु पर्दैन। त्यो भएपछि आधार पनि हुन्छ नि त, हिम्मत पनि बढ्छ। त्यसले गर्नु लागिरहेको हो। अब हेरौँ कहाँसम्म पुगिन्छ है। त्यत्तिकै भएर बाहिरको प्रोसेसिङ नगरे हो मैले खासमा चाहिँ होइन। त्यत्रो लगानी गरेर गर्नु थाल्यो, के भइहाल्यो। अब सक्सेस भइएन भने अब यता पैसा पनि डुब्छ। अब अलिकति त रिटर्न ब्याक होला, तर केही नभए पनि यताउताको खर्च गर्दा 4-5 लाख खर्च निस्किन्छ क्या। अनि अन्त रिस्क नभइकन त कहीँ पनि केही छैन होइन नभएको कुरो। त्यही पनि अब परिवारबाट टाढा भएर बाहिर गएर बसेर काम गर्नुभन्दा अलिकति लगानी गरेर यहीँ बस्यो भने बिहानैपछि घरको आटो पिठो खाएर घरको ठाउँमा गएर पल्टेर परिवारको साथमा बसेर
2-4 वर्षमा केही राम्रो हुनसक्छ भने त होइन जस्तो लाग्यो कि मलाई चाहिँ। त्यस्तै छ, प्रयास गरिरहेको छु, हेरौँ राम्रो होला लागिरहेको छ फेरि। अब लेट्सी अबको केही नभए पनि 3-4 वर्षपछि त फेरि नयाँ सदस्य थप्नुपर्ने होला परिवारमा। अब बिहा बारी यताउता हुन्छ नि, त्यो पनि हुने होला। त्यो भएपछि अनि झन् जिम्मेवारी बढ्न थाल्छ। जिम्मेवारी त यसो बढ्न लागिसक्यो होइन, त्यही पनि त्यो भएपछि झन् अब थपिँदै जान्छ नि त आदि अब कुराहरू। त्यो भएपछि अब यो कुराहरू चाहिँ जब हामीले हुन्छ नि स्कुल लेभल इभन +2 पढिन्जेल पनि त्यति प्रेसर गर्दैन क्या माइन्डमा होइन। जब अब ब्याचलर पढ्न थालिन्छ, ब्याचलरमा फर्स्ट सेकेन्ड स्कुलमा थाल्यो, इभन मानौँ न 22-25 को उमेर हुन थालेपछि चाहिँ अनि त्यसपछि टक्क दिमागमा घुम्न थाल्दो रहेछन् कि मलाई यो गर्नु छ, यो हुनु छ, यो गर्न छ, अझै कहिले हो, कसरी हो हुन्छ नि, लास्टिङ हुँदो रहेछ क्या। अब मलाई इभन मैले यो पसल गर्नुभन्दा 1.5-2 महिना अगाडिको टाइम पिरियडमा होइन दिमागमा यति धेरै कुराहरू खेला हुन्छ कि अब उमेर बढ्दै गयो, दिनदिनै दिनहरू पर्दै गएको छन्, भइरहेछ, यत्तिकै कटिरहेछ क्या है। अब के गर्ने हो, टिमको छैन, केही छैन, मनमा यति कुराहरू खेल्थेँ। मैले एउटा सानो जब गर्न लागिरहेको थिएँ होइन। अनि अब यस्तो भयो कि जब गर्न लाग्यो, बिहान खाना खाएर जबमा गयो, बेलुकी खाना खाने बेलामा घर पुगिन्छ। अनि टाइम त्यत्तिकै बितिरहेछ कि त्यहीँ भुलिरहेछ, त्यहीँ यत्तिकैमा दिनहरू गइरहेछ। कति जब गरेर अनि आफ्नो पकेट मनी भन्दा अरू केही भएकै छैन। अनि त्यत्तिकै भुलिन्छ, लास्ट त्यत्तिकै बित्छ जस्तो लाग्यो कि डर मात्रै लाग्यो कि भने। अनि मैले चटक्क जब छोडिदिएँ है त्यहाँबाट। अनि म यो बिजनेस गर्ने भनेर घरमा कुरा चाहिँ गरिरहेको थिएँ, कहीँ पसल गरौँ केही गरौँ। जुन मलाई चाहिँ फेरि डेरी नै गर्नु मन थियो, डेरी नै गरौँ भनेर घरमा प्रेसर चाहिँ गरिरहेको थिएँ। अनि कन्फर्म केही भएको थिएन, त्यत्तिकैमा मैले जब छोड्दा हो कि। अनि त्यसपछि त्यो भएपछि त अब 2-4 दिन यत्तिकै भयो भने झन् बढी प्रेसर हुन्छ नि त। अनि त्यो भएर जब छोड्थेँ। अनि त्यसपछि अब जब छोडेपछि त घरमै भइयो, झन् प्रेसर हुन थाल्यो। अनि त्यसपछि घरमा यताउता सब कुरा भनेर अब कसरी हुन्छ मलाई छिटो गर्नु थियो कि त्यो गरेर अनि सुरुवात गरा हो। हेरौँ राम्रै होला जस्तो लागिरहेछ। मेहनत गर्नु छ होइन, त्यत्तिकै केही नगरिकन अलिकति मेहनत र सङ्घर्ष नभइकन माथि चाहिँ पुगिँदैन आइनु है। अलिकतिले पनि पुग्दैन क्या अबको समयहरू त यस्तो कम्पिटिसन छ कि है, सक्दो मिहिनेत गर्नुपर्छ कि। त्यो भएर प्रयास गरिरहेको छु। मिहिनेत गर्नु चाहिँ धेरै मिहिनेत गर्नु छ, कहाँसम्म पुगिन्छ होइन। सङ्घर्ष गरेपछि फल पाइन्छ भन्छन्, सक्दो सङ्घर्ष गर्दैछु होइन। अब कतिको फल पाइन्छ हेरौँ बिस्तारै। हामी चाहिँ सौरा टेक्ने लागि हाल्दैन, अझै भित्रको बाटो आउँछु कि अब तेल यस्तो महँगो छ होइन। अनि यस्तो लास्टै महँगो छ तेल। अब चक्का लगाएर सर्टकट बाटो आएपछि आनन्द क्या। त्यही यहाँबाट सौरा जाने भयो सिधै होइन। यहाँबाट त्यही 100 देखि 120 को मिटरको बिचमा छ कि मेरो पसल होइन। मेरो उज्जवल सरको गाडी हो त्यो चाहिँ, पार्लेजीको डिलर, टाढी पर्छ है। आइपुग्यो, अझै घाम लगाएर यस्तो पर्दा ढुकिन्छ कि। त्यसको अगाडि चापी घर छ, चापी घरको फ्रन्ट चाहिँ ढकाल दुध डेरी तथा कोल्ड स्टोर। म त दुध लिन आउने ठाउँ चाहिँ यही हो, हाम्रो गौतमजीको भैँसी फार्म। अनि अब सामान पनि अलिअलि हाल्नु पर्ने छ है। त्यसपछि फेरि एकलगमा लालपर्सा गरेर दुध लिएर आउँछु कि, त्यो त पनि भ्लग गरौँ। सरी दिदी है। यस्तै हुन्छ कि यतापट्टि टाइमले मोड्नै मिलेन कि होइन भाइ। उता टच गर्छ कि टक्का धन्न दिदी साइडमा जानु भयो यार। स्पिड त थिएन, अनि अगाडिको ब्रेक लगाउनु कि भनेको फेरि चिप्लो थियो क्या सकिनँ।
इटिमी सरी दिदी माफ गरिदिनु होला यो निकाल्नु न ओ बता ये लगा पाउँछ त ल पसल निकाल सामान रेट पनि भन्दैन मान्छेहरूले के अरे पहिले महँगो होला भनेर डराएर किन्दै किन्दैन लातो बन्दा अनि यहाँ कुरा गर्न लाग्यो क्या मान्छेको त्यही गर्दा भन्दा दिम यसै कुरो गर्दा है गाइस कुरा गर्न लाग्यो बन्द भनेर यो हाल्न हुन्छ भाइ टिकटकमा another vlog from Mission Right Side, guys. बसन्तीलाई लास्ट टाइम मिस गरिराखौँ हामीले एउटो लड्डु ल्याउ न त्यहाँ एउटो मेरो मोबाइल नि खिद्याउन बसन्तीको भाषा के ए यहाँ रहेछ तल देखाउने चाहिँ फुल चार्ज ए माथि रातो देखाएको चाहिँ रेकर्डिङ देखाएको छ कस्तो डल्लो बसल देखिन्छ है यस्तो गोलो गोप्रो किन किने हेलो हेलो ढकाल दूध डेरी तथा कोल्ड स्टोर हामी कहाँ दूध दही पनिर नौनी केक आइसक्रिम चिया कफी चिसो पेय पदार्थ लस्सी आदि सुपथ मूल्यमा पाइनुका साथै तपाईहरूलाई 10% डिस्काउन्ट पनि गरिनेछ पाल्नुहोस् 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 हाम्रै सौरा चोक अगाडि टाइगर रेस्टुरेन्टको छेउमा आडैमा र हाम्रो प्रतिस्पर्धीहरू उता निकै मन्द लगाएर बसेको देख्न सकिन्छ मैले सबै भनिसकेँ होइन चाहिँ आइस रोल क्याफे पनि छ यहाँ पनि आइदिनु होला हाम्रो एकदम चलेको होइन सौरा चोकको होइन आइस रोल क्याफे हाम्रो ब्रोदरको होइन खै देखेन हाम्रो ब्रोदर सुधीर आहानाले आइस रोल क्याफे घामले अलि ल्याङ हान्यो होइन यो चाहिँ हाम्रो सौरा चोकदेखि हाम्रो नानघाटतिरबाट टाढीतर्फ आउँदै गर्दा दाहिने साइडतर्फ लाग्दा लगभग 150 मिटरभित्र रहेको छ र हाम्रो कस्मेटिक सामानहरू पनि पाइन्छ चुरा पत्ते धागो तपाईँको श्रीमतीहरूलाई अब हुन्छ नि खुसी बनाउनु भएको छ घरमा झगडा परेको छ खुसी बनाउन सक्नु भएको छैन भने एउटा टक्क एउटा लिपस्टिक र एउटा होइन यो सन क्रिम लगिदिनु भयो भने हजुरको श्रीमती पनि मक्ख हामी पनि मक्ख सबै मक्ख ल आउनुहोस् 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 र हाम्रो कस्मेटिकमा प्रोप्राइटर हुनुहुन्छ मिस चन्द्रिका हैन भाउजू के रे अरु के भन्नु भ्लग बनाएको के आउनुहोस् आउनुहोस् ओपनिङ ओपनिङ झोला चाहिन्छ प्लास्टिकको प्लेट छ अङ्कल यस्तो प्लेट छैन छैन आउँदै गर्नु है बेच्न पनि सामान किन्न ल हजुर ल पसल चाहिँ यो होइन भ्लग हेर्नुभयो होला च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हाम्रो दुध डेरी तथा कोल्ड स्टोर चाहिँ यो भयो होइन अनि कस्मेटिक चाहिँ यो हो नाम चाहिँ अर्कै छ यहाँ यो सोफिया कस्मेटिक पुरानो नाम छ यो चेन्ज गरेर अब हाम्रो आफ्नो नाम राखिन्छ नाम के हुन्छ डिसाइडेड छैन है यही नै हो हजुरहरूको साथ सपोर्ट चाहिएको छ सपोर्ट गर्नु होला त्यही भन्न चाहन्छु ओके डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल है आजको भ्लगलाई चाहिँ यहीँ अन्त्य गरिदिनु होला अब